हाई एभ्रिवान। आज चाहिँ मैले नर्मल स्किन केयर भइसकेँ। सधैँ जस्तै एउटै नै हुन्छ मेरो स्किन केयर रुटिन। भर्खरै स्टार्ट गर्दैछु, सिम्पल नै हुन्छ। अनि आज चाहिँ मैले यो भिटामिन सी सिट मास्क लगाउन गइरहेको छु। मैले चाहिँ यो हप्तामा एकचोटि चाहिँ लगाइराखेको हुन्छ है, हप्तामा एकचोटि मात्रै। किनभने मेरो चाहिँ एकदम धेरै ओइली अनि प्लस एक्नी प्रोन स्किन छ नि त। अनि यो धेरै सेन्सिटिभ भएको स्किन भएको मान्छेहरूले चाहिँ हप्तामा एकचोटि मात्रै लगाउँदा राम्रो। नर्मल छ भने दुईचोटि तीनचोटिसम्म लगाउनु भए पनि हुन्छ हजुरहरूले चाहिँ। अनि योले चाहिँ एकदम यो पिम्पलको दागहरू बस्छ नि त, मेरो त झन् एकदम धेरै बसिरहेको हुन्छ। यो दागहरूलाई चाहिँ अलिकति फेड गराउनुको लागि हेल्प गर्छ है यसले चाहिँ। अनि मैले चाहिँ यो मजाले लगाएँ, त्यसमा भएको त्यो झोलहरूलाई पनि मजाले निचरेर, अनि मैले चाहिँ यतिकै खेर फाल्दिनँ कि मजाले निचरेर फेसतिर अलिअलि, त्यसपछि घाँटीमा र हाततिर मजाले लगाइदिएँ। अनि यो लगाइसकेपछि चाहिँ हामीले 15-20 मिनट चाहिँ यतिकै राख्नुपर्ने हुन्छ सुकाउनुको लागि है। अनि 15-20 मिनट राख्नुजेलसम्म चाहिँ मैले एकछिन टिकटक हेर्दै पानी खाँदै गरेँ। अनि त्यो राखिसकेपछि चाहिँ त्यसलाई उकाइदिने, खोलिदिने। त्यसपछि चाहिँ हजुरले एकैछिन 1 मिनट जतिलाई फेस मसाज गर्नु सक्छ। मसाजपछि चाहिँ स्किनलाई एकदम फ्रेस फिल हुन्छ है। थ्याङ्क यू सो मच, थ्याङ्क यू फर वाचिङ।